आजको भिडियोमा हामी कुरा गर्न जाँदैछौँ बैंकिङ सेक्टरमै आउँदै गरेको एकदमै महत्त्वपूर्ण र नयाँ बैंकिङ टेक्नोलोजीको बारेमा। त्यो हो च्याटबट बैंकिङ। सायद तपाईले ख्याल गर्नुभएको होला, कुनै बैंकको वेबसाइट खोल्ने बित्तिकै बटम राइट कर्नरमा कोही एकजना व्यक्ति हामीसँग च्याट गर्नलाई रेडी भएर बसेको जस्तो देखिन्छ। वास्तवमा यिनीहरू कुनै मान्छे नभएर यिनीहरू हुन् एआई च्याटबट। इतिहास हेर्ने हो भने 1960 के दशकमा च्याटबट बैंकिङको कन्सेप्ट सुरु भए तापनि अफिसियल्ली पहिलोपटक 2016 मा बैंक अफ अमेरिकाले च्याटबट बैंकिङ सुरु गरेको थियो र जसको नाम राखिएको थियो इरिका। त्यसपछि बिस्तारै अन्य विदेशी बैंकहरू अनि भारतका ठूला बैंक हुँदै 2019 सम्ममा यो नेपालमा भित्रिएको थियो। तर आखिरमा च्याटबट बैंकिङ भनेको चाहिँ के रहेछ त? बैंकहरूले यसको प्रयोग किन गर्दैछन्? यो बैंकलाई र हामी ग्राहकहरूलाई कसरी फाइदाजनक छ? यसलाई कसरी प्रयोग गर्ने र च्याटबटको भविष्य कस्तो देखिन्छ? आज यिनै विषयहरूमा हामी कुरा गर्न गइरहेका छौँ। च्याटबट भनेको बेसिकल्ली एउटा सफ्टवेयर हो जसले तपाईको क्वेरीजहरूलाई च्याट मार्फत तुरुन्तै जवाफ दिन सक्छ। यो आर्टिफिशियल इन्टेलिजेन्स, मसिन लर्निङ र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ जस्ता टेक्नोलोजीहरूमा आधारित रहन्छ। हामीले सोधेको कुराहरू बुझेर ब्याकएन्डबाट डाटा ल्याउँछ अनि युजर फ्रेन्डली भाषामा जवाफ पनि दिन सक्छ। जसरी तपाईँ हामीले फेसबुक मेसेन्जर वा भाइबरमा साथीसँग इन्टरेक्ट गरिरहेका हुन्छौँ मेसेज मार्फत, हो त्यसै गरी च्याटबटसँग पनि इन्टरेक्ट गर्न सकिन्छ र बैंकिङ काम पनि गराउन सकिन्छ। उदाहरणको लागि तपाईले सोध्नुभयो मेरो एकाउन्टमा ब्यालेन्स कति छ, अथवा मेरो एकाउन्टमा अहिले ब्याज दर कति चलिरहेको छ, वा लोनको बारेमा कुनै प्रश्न सोध्नुभयो भने पनि च्याटबटले तुरुन्तै जवाफ दिन सक्छ। त्यो पनि सही। यति मात्र होइन, यसले तपाईको लागि भर्चुअल असिस्टेन्टको समेत काम गर्न सक्छ। मानौ तपाईले मोबाइल बैंकिङको पासवर्ड बिर्सिनुभयो, च्याटबटलाई भन्नुहोस् तुरुन्तै रिसेट गरिदिन्छ। एटीएम हराउनु भयो, च्याटबटलाई भन्नुहोस् तुरुन्तै एटीएम ब्लक गरिदिन्छ। अनि चेक हराउनु भयो, त्यो पनि च्याटबटलाई भनिदिनुस् तुरुन्तै चेक स्टप पनि गरिदिन्छ। यसरी हामीले बैंकमै गएर गर्नुपर्ने धेरै कामहरू च्याटबट मार्फत घरमै बसेर गराउन सकिन्छ अनि बुझ्नुपर्ने कुराहरू पनि घरमै बसेर बुझ्न सकिन्छ। बैंकहरू किन च्याटबटको प्रयोग गर्दैछन् त? आजभोलि धेरैजसो बैंकहरू च्याटबट बैंकिङ प्रयोग गरिरहेका छन् किनकि यसबाट बैंकहरूलाई दुईवटा फाइदा हुन सक्छ। एउटा कर्मचारी खर्च घटाउन सहयोग पुग्छ भने अर्को सहज रूपमा डिजिटल बैंकिङ सेवा दिन सकिन्छ। एउटा शाखामा औसत 1 देखि 2 जना व्यक्तिको पूरा समय त प्रत्यक्ष रूपमा वा फोनबाट आएका क्वेरीहरूको रिस्पोन्ड गर्दैमा बितिजान्छ। त्यसरी सरदर 100वटा ब्रान्चमा भएका 100 जना व्यक्तिले गर्ने काम त च्याटबट एक्लैले गरिदिन सक्छ। त्यसैगरी नेपालमा डिजिटल बैंकिङ प्रयोगकर्ताहरू तीव्र गतिमा बढ्दैछन्। उनीहरूको लागि छिटो र सजिलो सेवा आवश्यकता पर्छ, जसका लागि च्याटबट उपयुक्त साबित भएको छ। च्याटबटले 24 घण्टा 7 दिन काम गर्न सक्छ, फास्ट रिस्पोन्स गर्न सक्छ, कम लागतमा यसको प्रयोग गर्न सकिन्छ, मल्टिपल कस्टमरसँग एकैचोटि डिल गर्न सक्छ भने एकुरेट इन्फर्मेसन पनि दिन सक्छ। यसले बैंकलाई कस्टमर सर्भिस सुधार्न, टाइम बचत गर्न र कामलाई सहज बनाउन सहयोग गर्छ। बैंकलाई मात्रै होइन, यो त हामी ग्राहकहरूलाई पनि फाइदाजनक छ। हामी आफै पनि बैंकमा गएर कर्मचारीलाई सोध्नुभन्दा च्याट गरेर सोध्न पाएदेखि सजिलो मान्ने गरेका छौँ। च्याटबटले हामी ग्राहकहरूलाई 24 घण्टा सेवा दिन सक्षम भएकाले हाम्रो समयको बचत हुन्छ, सिम्पल रूपमा र एकुरेट जवाफ पाउन सकिन्छ, मोबाइलबाटै सबै जानकारी पाइन्छ भने च्याटबट कहिले बन्द पनि हुँदैन। यसरी साना कामका लागि बारम्बार शाखामा जानुपर्ने झन्झटबाट मुक्त भइन्छ। त्यसमाथि विदेश जानुभएका व्यक्तिहरूको लागि यो अझै बढी काम लाग्दो हुन सक्छ। च्याटबटको प्रयोग चाहिँ कसरी गर्ने त? च्याटबट बैंकिङ प्रयोग गर्न एकदमै सजिलो छ। धेरै बैंकहरूको वेबसाइटबाटै यो गर्न सकिन्छ। नर्मली वेबसाइट खोल्नुहोस् अनि बटम राइट कर्नरमा च्याटबटको चित्रमा क्लिक गर्नुहोस्। यो गर्ने बित्तिकै एउटा मेसेन्जर टाइपको बक्स खुल्न जान्छ। यही बक्समा हामीले आफ्नो प्रश्न राख्नुपर्छ, त्यही अनुसार च्याटबटले रिप्लाई पनि गर्छ। धेरै जसो सोधिने प्रश्नहरूलाई पहिलेदेखि नै अंकित गरेर राखिएको पनि हुन्छ। कुनै बैंकहरूले त मोबाइल जस्तै मेनु बनाएर पनि राखेका छन् च्याटबटलाई सोधिने प्रश्नहरूको। तपाईँ के कुरा बुझ्न चाहनुहुन्छ वा च्याटबटलाई के काम गराउन चाहनुहुन्छ, त्यही मेनुबाट बुझ्न र गराउन सकिनेछ। च्याटबटले कतिपय कामहरू गर्न तपाईँ खातासँग सम्बन्धित व्यक्ति हो भन्ने कुरा भेरिफाई गर्नको लागि ओटिपी पनि माग्न सक्छ र क्रस क्वेसन पनि गर्न सक्छ। यसको चाहिँ तपाईले सही जवाफ दिनुपर्ने हुन्छ। च्याटबट बैंकिङको भविष्य कस्तो छ त? भविष्यमा च्याटबटको व्यापक सम्भाव्यता छ किनकि संसारभरिकै कम्पनीहरू एआईलाई विकसित गराउन लागि परेका छन्। भोलिका दिनमा च्याटबट बैंकिङ पनि सुपर एपहरूसँग इन्टिग्रेसन हुन सक्छ। जस्तै एउटै एपबाट बैंकिङ, इन्सुरेन्स, रेमिट्यान्स, युटिलिटी पेमेन्ट सबै काम गर्न सक्ने हुन सक्छ। भोलिको दिनमा नेपाली ल्याङ्ग्वेजमै सपोर्ट पनि गर्ने हुन सक्छ, भोइस च्याटबट पनि आउन सक्छ र पर्सनलाइज सर्भिस पनि दिन सक्छ। सायद हामीले बत्ती पानीको बिल तिर्ने टाइम आयो भने आफै बिल तिर्दिएर हामीलाई नोटिफिकेसन मात्रै पनि पठाउन सक्ने हुन सक्छ।
एआई अझ पावरफुल हुनेछ त्यसै अनुरूप च्याटबट ब्याङ्किङ पनि अझै स्मार्ट बन्नेछ। यो कति समय एडभान्स हुन्छ भन्ने कुरा त हामी कसैले अहिले नै भन्न सक्ने अवस्था नै छैन। भविष्यमा च्याटबटको व्यापक सम्भाव्यता हुँदाहुँदै पनि आफ्टरअल यो एउटा रोबोट नै हो। ग्राहकको मनोभावना अनुरूप काम गर्न सक्नु कुनै पनि रोबोटको लागि त्यति सामान्य कुरा चाहिँ होइन। अझै नेपालको कन्टेक्स्टमा भन्ने हो भने मोबाइल ब्याङ्किङले त भन्ने बित्तिकै काम गर्दैन भने च्याटबटको कसरी विश्वास मान्न सकिन्छ। त्यसका साथसाथै च्याटबट सँगै आउन सक्ने सेक्युरिटी र प्राइभेसी रिस्कलाई पनि नकार्न चाहिँ सकिँदैन। यो जानकारी त थियो ब्याङ्किङ सेक्टरमै भित्रिरहेको र अथाह सम्भावना बोकेको च्याटबट ब्याङ्किङको बारेमा। यदि तपाईँहरूलाई यो जानकारी उपयोगी लागेको भए भिडियोलाई लाइक गर्न अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद। अब हामी भेटौँला यस्तै जानकारीमूलक अर्को भिडियोमा।